आज बिहानैदेखि लुम्बिनीमा भएको बुद्ध जयन्ती विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमन। बिहानैदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका तथा स्थानीयहरूद्वारा बृहत शान्ति र्याली प्रदर्शन। साथै मायादेवी मन्दिर परिसरमा रात्रिपख भव्य दीप प्रज्वलन कार्यक्रम सफल। लुम्बिनीमा भएको 25-67औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस 2080 भव्यताका साथ सम्पन्न भएको छ। हजुर, बिहानै करिब 9 बजे प्रधानमन्त्री पुष्पकमल दाहालज्यू हेलिकप्टरद्वारा लुम्बिनीमा प्रवेश गर्नुभएको थियो। साथै प्रवेश गरे लगतै उहाँले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। स्वदेश तथा विदेशका सबै सङ्गठन, मान्य मन्त्रीहरू, मान्य मुख्यमन्त्रीज्यू, राज्य मन्त्रीज्यू, सांसदज्यूहरू, प्रदेश सरकारका मन्त्रीज्यूहरू, प्रदेश सभाका मान्य सदस्यहरू, महामहिम राजदूत, सञ्चारकर्मी मित्रहरू, उपस्थित आदरणीय महानुभावहरू, उहाँको जन्मले नेपाललाई विश्वमा सेनाको मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ। संसारभरिका 4 अरबभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनै पर्ने पवित्र स्थलका रूपमा रहेको लुम्बिनीको सम्भावना असीमित रहेको छ। तर अनुमान मात्रै गर्दा पनि एकसाथ श्रद्धा र आनन्दको अनुभूति हुन्छ। प्रचुर सम्भावना हुँदा पनि सम्भावनालाई जति तीव्र गतिमा सन्तुलित गर्न पर्छ त्यहाँ हामीले कहिल्यै गर्न सकेका छैनौँ। वर्तमान सरकारले यस प्रक्रियालाई निर्णय गरी कार्य अगाडि बढाउँदैछ। यसैगरी आज लुम्बिनीमा बिहानैदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका तथा स्थानीयहरूद्वारा बृहत शान्ति र्याली प्रदर्शन गरेको थियो। स्थानीय वेशभूषा, कला बाजागाजाका साथ भव्य रूपमा सम्पन्न गरेको यस र्यालीमा हजारौं पर्यटक तथा भक्तजनहरूको बाक्लो उपस्थित थियो। आज लुम्बिनीमा बिहानैदेखि बेलुकीसम्म स्वदेशी तथा विदेशी पर्यटकहरूको एकदमै बाक्लो उपस्थित रहेको थियो। मायादेवी मन्दिर परिसरमा साँझपख दीपबत्ती प्रज्वलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
are happy. You will be happier. You will be happier. आज मिति विक्रमसम्म 2080 साल वैशाख महिनाको 22 गते आजभन्दा करिब 2500 वर्ष पूर्व भगवान गौतम बुद्धको जन्म भएको दिन हो। नमस्ते, म फणीन्द्र कुमार पाल, हाल लुम्बिनी सांस्कृतिक नगरपालिकामा समन्वय शाखामा म कार्यरत हो र आज हामी यहाँ बुद्ध जयन्तीको उपलक्ष्यमा बुद्ध जयन्ती 2567 बुद्ध जयन्तीको उपलक्ष्यमा आज हामी लुम्बिनीको मायादेवी मन्दिरमा छौँ र यहाँ मायादेवी मन्दिरमा आजको भिडभाड र रौनक धेरेर हामी यहाँ मायादेवी पोखरीनिर यहाँ आएका छौँ र हामी हेरिराखेका छौँ मायादेवी मन्दिर र यहाँ पुष्करकर्णी पोखरी देखिरहेको छ। नमस्ते, त्रिवेणी अनलाइन चौतारीमा यहाँहरूलाई स्वागत छ। 2567औं बुद्ध जयन्तीको अवसरमा आज हामीले लुम्बिनीको मायादेवी मन्दिरमा हजुरहरूलाई लाइभ देखाउन गइरहेका छौँ। 2500 वर्ष अगाडि भगवान गौतम बुद्ध यस मायादेवी मन्दिरको एक प्राङ्गणमा चाहिँ जन्मिएको भन्ने एउटा चाहिँ मान्यता रहेको छ। त्यस्तै नमस्ते, यहाँहरूलाई स्वागत छ। म सभाकार पौडेल, त्रिवेणी अनलाइन चौतारीमा। आज हामी 2567औं बुद्ध जयन्तीको अवसरमा यस मायादेवी प्राङ्गणमा रहेको अशोक स्तम्भबारे केही कुरा हजुरलाई जानकारी गराउन गइरहेका छौँ। देवताहरूका प्रिय अशोक राजा राज्यकालको 20औं वर्षमा यस क्षेत्रमा आएर शाक्य मुनि बुद्धको जन्म भएकोले बुद्धको सङ्केत यहाँ भएको भनेर बुद्ध जन्मेको सङ्केत गर्नको लागि शिलामा पूजा गरी शिला स्तम्भ स्थापना गर्नुभयो। यहाँ भगवानको जन्म भएकोले लुम्बिनी गाउँको लुम्बिनी गाउँको करलाई उहाँले घटाई 8औं भाग मात्र कायम गरेको भन्ने कुरा यो अशोक स्तम्भमा हजुरले देख्न सक्नुहुन्छ। त्यसैले यो अशोक स्तम्भको एकदम महत्त्वपूर्ण चाहिँ धार्मिक आस्था रहेको। हजुर नमस्कार दर्शकबिन, म सपना केसी। आज 2567 बुद्ध जयन्तीको अवसरमा म यहाँ अहिले शान्तिद्वीप अगाडि छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ अन्तर्राष्ट्रिय राष्ट्रसङ्घ अमेरिका र न्युयोर्कबाट ल्याइएको यो शान्तिको प्रतीक जुन कहिले पनि निप्दैन, बोल्छ भन्ने मान्यतामा आधारित छ। आज यस्तो चर्को घाममा पनि यहाँ देख्न सक्नुहुन्छ नेसनल कन्ट्रीदेखि लिएर इन्टरनेसनल कन्ट्रीका पर्यटकहरू सबै आउनु भएको छ। यहाँ एकदमै भिडभाड घुइँचो छ। घाम भन्नुभएको छ, खाली खुट्टादेखि लिएर सबै सानो बच्चादेखि लिएर वृद्धसम्म हुनुहुन्छ। यहाँ एकदमै आज बुद्ध जयन्तीको अवसर पारेर सबैजना आउनुभएको छ। सन् 1986 नोभेम्बर 1 तारिकका दिन तत्कालीन अधिराजकुमार श्रीपाद ज्ञानेन्द्र वीर विक्रम शाहदेवका बाहुलीबाट प्रज्वलित गरिएको हो। विश्व समुदायमा शान्ति र भाइचाराको प्रतीक यो ज्वाला हामीसँग इन्डियाको गुजरातबाट एकजना भक्तजन आउनुभएको छ। उहाँसँग म केही कुराहरू सोध्न चाहन्छु। जी नमस्कार। नमस्कार जी, आप कहाँ से? हम गुजरात से आए। अहमदाबाद के बाजू अहमदाबाद और राजकोट के बीच में लिम्बड़ी नाम का शहर है, वहाँ से। मेरा नाम है जयेश कुमार रसिकलाल सेठ। अच्छा जी, अच्छा। आप लुम्बिनी में पहली बार आए हैं, इससे पहले भी आए थे? नहीं, हमने तो पहली बार आए लुम्बिनी में। अच्छा, आज पहली बार आए हैं। तो आपको आज पहली बार लुम्बिनी में आज आप आ रहे हो, जैसे आप सोच के आए थे वैसा कुछ है कि और अच्छा है कि कैसा लगा? मैं आया उससे भी ज़्यादा हमको आनंद मिला, क्योंकि भगवान बुद्ध यहाँ उसका जन्म हुआ है न। हमको उसकी वो पावन भूमि को हम स्पर्श करके एकदम आनंदित हो गए, गदगद हो गए। यो Now please welcome Venerable Master Yi Shui, the Vice President of Buddhist Association of China, to lead the Chinese Buddhist Monk. अब हामी मायादेवीको परिक्रमा गर्नेछौँ। दुईजना लाइनबद्ध भइकन मायादेवी परिक्रमा गरिदिनु होला। कृपया दुईजना लाइनबद्ध भइकन दुईजना